मेरो भिडियोमा आउनको लागि धन्यवाद। आइरहेको छ गेममा नयाँ इभेन्टहरू हामी देख्न आँटेको छौँ। यो 2 पल्ट खेलियो भने यो पाइन्छ, अनि यो 4 पल्ट खेलियो भने यो पिक अथवा कुनै पनि ठाउँमा गयो भने यो पाइहाल्छ बर्मुडामा। अनि यो 10 जनालाई इनिमीलाई मार्नुपर्ने BRCS-मा यो के भन्छ 5000 ड्यामेज हान्नुपर्ने। यो 55 मिनट खेल्नु पर्यो, यो लगइन गऱ्यो भने वापस दिइहाल्छ। अनि यहाँनिर एक दिनमा त यो पुरा खाएर यो आजको लागि दियो, अनि 15 दिनमा यो दिन्छ। अनि अर्को कुरा यो 30 दिनको लागि यो दिनेछ। यतातिरको त भन्यो। अब यो के भन्छ ब्यानर दियो, योहरू पाइहाल्छ, यो अवतार पाइन्छ। यहाँनिर यो वाला पाइहाल्छ। यो फोटो खिच्दाखेरि यो हुन्छ पुरा साथीहरूसँग। अनि यो पुरा गऱ्यो भने यो केटा र केटी दुइटैलाई लगाउन मिल्छ यो बन्डलहरू। अनि इभेन्टमा गएपछि यहाँनिर 15000 ड्यामेज हानेपछि यो एउटा भाउचर पाइन्छ। अनि यहाँनिर एउटा होइन, यहाँ 3टा पाइन्छ। अनि दोस्रो यो छ यहाँनिर यो पाइन्छ। अनि यो पाइन्छ पुरा गरे बापत पाइन्छ यो थम्सन। अनि यो M2B पाइन्छ, 3वटा क्रेड पाइन्छ। अनि यो फायरको पाइन्छ। अरू त के मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद देख्नको लागि।